हेलो गाइस, यो चाहिँ हाम्रो छुकीले कतिवटा डल्ले खोर्सानी हालेर बनाएको रे छुकी हो। दुईटा वाइ हालेर कस्तो पिरो भयो हो। ड्राई बनाएको छ हो, ड्राई वाइ अन्त नि यहाँ खानु आँटेको कस्तो मिठो खाइहाल्नु न। पिरो होला हो। छैन त्यस्तो, तपाईँलाई त पिरो लाग्दैन होला हौ। कस्तो लाग्यो? टेस्टी, मिठो पिरो। जाडोमा कस्तो जाडो छ यहाँ, बाहिर धुम्मिरहेको छ गाइस। हिउँ पर्नु लागेको। खोइ त हिउँ पनि पर्दैन रहेछ, परिहाल्यो। यम्मी यम्मी, टेस्टी टेस्टी। तपाईँहरूलाई पनि खुवाउँ खुवाउँ लागेन? लाग्यो भने चाहिँ छुकेको होटलमा आउनुहोस् है गाइस। दामी दामी को मिल्ने मिठो बनाउँछ। खाना एकदम मिठो बनाउँछ छुकीले। अनि वाइ पनि मिठो बनाएको छ गाइस। थ्याङ्क यू। छुकीको फास्टफुड छ नि गाइस यहाँ जेन रोड छङ्गु लाइनमा 13 माइलमा होइन। तपाईँहरू यता आउँदै हुनुहुन्छ भने चाहिँ आउनुहोस् है यहाँ उसको हातको। तर मेरै नाम लिएर आउनुहोस् ल। मिठो मिठो यम्मी यम्मी टेस्टी टेस्टी पिरो चट्ट परेको वाइ खानुको लागि आउनुहोस् है। म चाहिँ सही टाइममा आएछु होइन, खानु पाइहालेँ मैले त। अब मलाई त पिरो भयो। तपाईँलाई र रामेन जस्तै भएछ है पिरो। मलाई रामेन खानु मन परिरहेछ। कस्तो पिरो हुन्छ त्यो। तर रामेन त मलाई पिरो लाग्दैन। 2XL त 3XL त रुन्नु हुन्छ नि। रामेनले चाहिँ यम्मी यम्मी भोलि पोल्दैन, ओट मात्रै हो। टेस्टी टेस्टी यम्मी यम्मी। यस्तो खानु मन परिरहेको थियो मलाई। ठिकै छ्यामामा आएछ अन्त खाएको बनाएर। मैले पनि ठिकै भयो। के भएछ हेर भिडियोमा नबोल्नु भन्दैछ त्यहाँ आइसाले। यो कसको? मेरो दामी रहेछ। क्लिप मेरो। दामी रहेछ। म त खाइसक्नु आँटेँ। अन्त म चाहिँ बोलेर ढिलो भइरहेको छ गाइस। एकछिन चुप बस्नु न। ओके गाइस, को फर्स्ट भनेको त मै फर्स्ट रुन आँटेँ। छुकी फर्स्ट भयो हो, पिरो भयो। फेरि अर्को भिडियोमा भेटौँला। बाई बाई। बाई बाई।